सधैँ चाहिँ आउने बेलामा मैले भिडियो बनाएको थिएँ भने आज चाहिँ घर फर्किने बेलामा बनाउँदैछु साथीहरू हैन। मेरो चाहिँ जस्ट बिहान 6 AM बाट इभिनिङको 2 PM सम्म हो काम। अहिले चाहिँ ठ्याक्कै मेरो ड्युटी अफ भएर चाहिँ म घर फर्किँदैछु साथीहरू हैन। फर्किने क्रममा पनि थोरै केही कुराहरू बोलौँ, केही क्लिप्स बनाऊ भनेर म चाहिँ बनाउँदैछु। बिहान चाहिँ थोरै पानी आएको हुनाले आज चाहिँ शीतल शीतल छ। फर्किने बेलामा बाटोतिर पनि पानी अलिअलि जमेको रहेछ। लाइट हेर्दै जानुपर्ने हुन्छ। साथीहरू रेड लाइट पर्यो। आज चाहिँ क्यामेरा अलि मिलाउनु पर्यो। देउरालीको चौतारीमा लाइट खुलेको छ फाइनली। गेम हेरिन्छ साथीहरू। तातो खाना खाएर टक्क 2 बजेबाट छ कि 3 बजेबाट छ गएर गेम हेरिन्छ गाइजहरू हैन। सधैँ यस्तै वेदर भए त हुन्थ्यो नि साथीहरू। यति धेरै गर्मी हुन्छ फर्किने बेलामा हैन। गाडीमा चढ्दा यति हप्ती गर्मी हुन्छ कि एकछिन त आँखा हेर्न पनि सकिँदैन। त्यस्तो तापक्रम बढेर बसेको हुन्छ हैन। हिट भएर बसेको हुन्छ गाडी। यस्तो छ सिस्टम हैन। बादल पारीको देशबाट मेरी माया मलाई नै हेर्दै होली। कति धेरै लाइट हो। भोक लागेर चोर परिरहेको बेलामा लाइटमा बस्नु पर्दा साह्रो खोल्यो फाइनली। ओके लेट्स गो। एकैछिन मात्रै बल्छ कि फेरि यताको लाइट थोरै समयमा आफूले टक्क लाएर अगाडि बढाइहाल्न भ्याउनु पर्यो। नत्र भने फेरि लाइटमा बस्नु पर्छ। अगाडि पनि त्यस्तै एउटा लाइट पर्यो भने फेरि नन स्टप सबै लाइनमा लाइट बस्नु पर्छ कि।
भएको छ। खुलो हुम्ला जाने बाटो खुल्यो। लेट्स गो गाइज। फेरि अगाडिको को परेछ हौ यस्तो निधारै चलाएर है। 55को स्पिड देख्नुहुन्छ साथीहरू। 55को स्पिड छ छैन, निधाइरहेछ गाइजहरू। के भयो यिनीहरूलाई फेरि? यस्तै चलिरहेछ हौ साथीहरू मेरो दिन होइन। बिहान उठियो, काम गइयो, कामबाट आइयो, खाना खाइयो, फेरि सुतियो होइन। अचम्मै छ हौ लाइफ पनि। लागिसक्यो, झ्याउ लागिसक्यो साथीहरू। झ्याउ लाग्यो। यति राम्रो घरहरू हेर्नु सक्नुहुन्छ। यो सबै काठले बनेको घरहरू हो होइन। कति दामी दामी हुन्छ। यो सोल्टा त पुरै निधाएर चलाउँछ त हो। कता जाने हो फेरि? आफू ब्रेक लगाइदियो भने अर्को आपत। दबा एउटा लाइटमा पऱ्यो नि फेरि 50को स्पिडमा 47, 45 मात्रै कुदाइरह स्कुटीले। कसम से सावरी सलोनी तेरी झिमी सी आँखें, कर दिया तूने मेरे प्यार में जीना मुश्किल। लेट्स गो गाइज। सावरी सलोनी तेरी। यो सोल्टी त लास्ट रोटी रहेछ नि त हो। ग्रिन लाइट पोलेर गाडी कहाँ पुगिसक्यो अगाडिको, कुदाउँदैन। यता जाने रहेछ। धन्यवाद। थोरै स्पिडमा 50को स्पिडमा रन गर्नु पर्ने। निधाएर बस्छ यार।
आइसकेको छ होइन। सधैँ हजुरहरू सामु मैले वर्कमा जाने बेला बिहानको टाइममा भ्लग बनाएको थियो भने आज चाहिँ घर फर्किने क्रममा होइन मेरो अपार्टमेन्टको डोर खुलिसकेको छ। यो चाहिँ मेरो अपार्टमेन्ट हो फाइनली गाइजहरू होइन। अब चाहिँ मेरो रुम बिल्डिङ नम्बर 2 हो साथीहरू। म जाँदैछु होइन। अब चाहिँ हजुरहरूले देखिरहनु भएको छ यो बिल्डिङ नम्बरमा चाहिँ मेरो रुम रहेको छ। सो द्याट अब मैले पार्किङ गर्नुपर्छ गाडी। आइसक्यो होइन, आइसक्यो मेरो अपार्टमेन्ट रुम मेरो होइन। पार्किङ थोरै मिलेन गाइजहरू होइन। अझै थोरै ब्याक गर्छु, ब्याक गरेर मिलाउनु पर्ने हुन्छ। पर्फेक्ट। चाहिँ रुममा आइसकेको छु होइन। चाहिँ हजुरहरूलाई मेरो रुम देखाउन गइरहेको छु। यो माथिको अलिक यहाँबाट नदेख्ने रहेछ। म चाहिँ गाडीमा पार्क गरिसकेको छु र चाहिँ म मेरो रुममा जाँदैछु साथीहरू। देख्न सक्नुहुन्छ मेरो चाहिँ यो माथि फुल वाइट फुल फुलिरहेको छ। त्यो रुम चाहिँ मेरो सबैभन्दा टप फ्लोरमा छ साथीहरू। मुख लगाएर घरमा आएको बेलामा त यति झ्याउ लाग्छ कि माथि रुममा जानलाई पनि। यो चाहिँ रहेको छ मेरो रुम होइन। फुल पनि फुलिरहेको छ। म चाहिँ फ्लावर लभर हो, त्यसैले मैले चाहिँ मेरो बाल्कनीमा फुलहरू रोपेको छु। फाइनली गाइज मेरो रुममा म आइसकेँ। मेरो छोरी कता हो बेबी? त्यही अँध्यारो भएछ रुम। मेरो रुम यति तहस नहस छ साथीहरू। ओके बाई साथीहरू, सबैजनालाई बाई भन्न चाहन्छु है। थ्याङ्क यू फर वाचिङ। के हो बाबा बाबा, आँप त के बित्ति ल्याएर राख्नु भएछ? काँचै छ त हो बेबी आँप त। काँचो आँप लिएर आउनु भएको बाबा छोरीले। पाकेको पो ल्याउने त, अनि काँचो चाहिँ के गर्ने? बाबा